खुरुक्दै भन्नुहुन्छ म लिएर केटी छिटले किन दिनु मेरो मोबाइल हेर्नु त लादी कर्कल्थ्यो मेरो मोबाइल देख्नु यो मोबाइलमा के हो मैले भन्नु यसको के को लागि यो रेकर्ड गरेको यो अबे केही पनि दिएन यार कस्तो दिमाग खराब गर्छ अलक्षिना त अलक्षिना आइमै यो के को लागि रेकर्ड गरेको यो के गरेको यो देन यार मेरो दिमाग नखा यार तपाईले के गर्नु खोजेको यो अनि के देखिस र यो के देख्यो यो केटीसँग यो केटीसँग कसरी यो आयो भिडियो दिमाग लाग्न खोजे छिटो छुट्दैन म ढिलो भयो के म यो अब सक्यो अब तपाईको र मेरो सम्बन्ध सक्यो है अब यो अगाडि बढ्दैन म सहदैन हैन यत्रो ओ माय गॉड यत्रो दिनसम्म ल्याङ नगर्न दे यार ल्याङ तपाई बाहिर यसरी यस्तो तरिकाले हिँडिरहनु भएको थियो अबे यार सुपरस्टार मान्छे हल्का त केटी मान्छेको अलिकति पनि 2-4 केटी मान्छे पछ्यान भन्दा के सुपरस्टार यार देन यार छिट्दैन मेरो आँखामा छारो हालेर दुनियासँग लागेर हिँड्ने यो केटीको हो गर्लफ्रेन्ड हो सरी हैन अब पहिलाको एक्स हो अब सरी यार यो सरी चल्दैन अब यस्तो पाराले हुँदैन है हुँदैन मलाई अन्याय भएको छ अब म सहदिन म यस्तो देखेपछि तपाईँ सहनुहुन्थ्यो मेरो ठाउँमा भएको भए मैले यस्तो गरेको भए सहनुहुन्थ्यो पहिला भन्नु दिमाग लाग्न लाज लाग्छ कि लाग्दैन तपाईँलाई कस्तो लाग्छ होइन यस्तै गर्नु थियो भने बिहे किन गर्नुभयो बिहे किन गर्यो कचकचे आइमे कराएर कि म बाहिर लाग्ने कचकचेरी मिठो बोल्थ्यो होला नि बाहिर केटीसँग किन घर आउनु पर्यो त्यहीसँग गए हुन्छ अब म बस्दिनँ तपाईसँग त्यही केटी ल्याए हुन्छ त्यही केटी राम्रो छ अब म मेरो बच्चा लिएर जान्छु है म तपाईँलाई छोडिदिन्छु अब हाम्रो डिभोर्स हुन्छ यो पाराले म सहदिन है यो पाराले सहदिन म आफूलाई अन्याय भएको म सहन सक्दिनँ म जस्तो जिन्दगी म सक्छु जाउलो खाएर जिन्दगी काट्न सक्छु तर म माथि यस्तो अन्याय सक्दिनँ म सहनलाई अनि अस्ति काठमाडौँ आउने थिएँ कपुरधारातिर कता गाडी बिग्रो सरी होइन एउटा बाटोमा हिँड्दै गर्दाखेरि बोल्दा यस्तो भयो क्या सरी यार होइन यो अति भयो अब यो हुनै सक्दैन अब म सहन सक्दिनँ अब जमाइ जा भोलि नै अब